रातो ग्रह भन्नाले कुन ग्रहलाई भनिन्छ? रातो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ? ए पृथ्वी, बी मङ्गल, सी शुक्र, डी बृहस्पति। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी मङ्गल ग्रह। रातो ग्रह भनेर मङ्गल ग्रहलाई भनिन्छ। दोस्रो प्रश्न रहेको छ अफ्रिका महादेशको सबभन्दा होचो ठाउँ कुन हो? अफ्रिका महादेशको सबभन्दा होचो ठाउँ कुन हो? ए क्यास्पियन सागर, बी लगुना डेल, सी लेक असाल, डी मृत सागर। यसको सही उत्तर अप्सन नम्बर सी रहेको छ लेक असाल। अफ्रिका महादेशको सबभन्दा होचो ठाउँ लेक असाल जिबुटी रहेको छ। प्रश्न नम्बर 3 झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? ए बागलुङ, बी कास्की, सी स्याङ्जा, डी पर्वत। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ बागलुङ। बागलुङ जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ। प्रश्न नम्बर 4 नेपालमा भित्री मधेसका जिल्लाहरू अवस्थितिका आधारमा पूर्वदेखि पश्चिमको क्रम तलका मध्ये कुन सही हो भनेको छ र यहाँ दिएको छ। दिएको मध्ये सही अप्सन रहेको छ अप्सन नम्बर सी। अप्सन नम्बर डी सही रहेको छ। उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, दाङ, सुर्खेत। यसको फर्मुला उसिम चिन्दासु। उसिम चिन्दासु सूत्र लगाउनु भयो भने उसिम चिन्दासु। यो पूर्वदेखि पश्चिमको क्रम रहेको छ। पाँचौं प्रश्न रहेको छ इतिहासका पिता भनेर कसलाई चिनिन्छ? ए हेरोडोटस, बी इरेटोस्थनिस, सी हिप्पोक्रेटस, डी फ्रेडरिक राजेल। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ हेरोडोटस। इतिहासका पिता भनेर हेरोडोटसलाई चिनिन्छ। छैटौं प्रश्न रहेको छ नेपालको एकीकरणको क्रममा पृथ्वीनारायण शाहको फौजले विजय प्राप्त गरेका स्थान समूह 1 र मिति समूह बी 2 बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। यहाँ दिएको छ समूह 1 मा नुवाकोट, काठमाडौँ, कीर्तिपुर, मकवानपुर र अर्को समूह 2 मा रहेको छ मिति रहेको छ विक्रम सम्वत 1801, 1819, 1822 र 1825। अब यसमा सही कोड छान्नुहोस् भनेको छ। सही कोड रहेको छ यसको अप्सन नम्बर ग। अप्सन नम्बर ग अनुसार जोडा मिलाउँदाखेरि अप्सन नम्बर सी अनुसार जोडा मिलाउँदा नुवाकोट विक्रम सम्वत 1801 मा, त्यस्तै गरी काठमाडौँको 4 विक्रम सम्वत 1825 मा र त्यस्तै गरी कीर्तिपुर रहेको छ विक्रम सम्वत 1822, मकवानपुर 1819। यो अनुसारको सही कोड मिलाउँदा हाम्रो कोड हुन आउँछ यो अप्सन नम्बर सी को ए को 1, बी को 4, सी को 3, डी को 2। प्रश्न नम्बर 7 रहेको छ नेपालमा कागजी नोट कुन राणा प्रधानमन्त्रीको पालादेखि निष्कासन हुन थालेको थियो? ए जङ्गबहादुर राणा, बी चन्द्र शमशेर, सी जुद्ध शमशेर, डी भीम शमशेर। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी जुद्ध शमशेर। नेपालमा कागजी नोटको निष्कासन जुद्ध शमशेरको पालादेखि हुन थालेको हो। 8औं प्रश्न रहेको छ नेपालमा चिया खेतीको सुरुवात कहिले भएको थियो? ए विक्रम सम्वत 1920, बी विक्रम सम्वत 2019, सी
विक्रम सम्वत 1921 र अप्सन डी विक्रम सम्वत 1922। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए विक्रम सम्वत 1920 देखि। नेपालमा चिया खेतीको सुरुवात विक्रम सम्वत 1920 देखि भएको थियो। प्रश्न नम्बर 9, नेपालको पहिलो जलविद्युत आयोजना कुन हो? ए सुन्दरी जलविद्युत आयोजना, बी चिलिमे जलविद्युत आयोजना, सी फर्पिङ पावर हाउस, डी त्रिशुली जलविद्युत आयोजना। यसको सही उत्तर अप्सन नम्बर सी रहेको छ फर्पिङ पावर हाउस। नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ पावर हाउस रहेको छ। प्रश्न नम्बर 10, नेपालमा वैज्ञानिक भूमि सुधार कार्यक्रम कहिलेदेखि लागू भएको हो? नेपालमा वैज्ञानिक भूमि सुधार कार्यक्रम कहिलेदेखि लागू भएको हो? यसको अप्सनहरू रहेको छ अप्सन नम्बर ए विक्रम सम्वत 2018, बी विक्रम सम्वत 2020, सी विक्रम सम्वत 2021 र अप्सन डी विक्रम सम्वत 2022। यसको सही अप्सन नम्बर सी रहेको छ विक्रम सम्वत 2021। नेपालमा वैज्ञानिक भूमि सुधार कार्यक्रम विक्रम सम्वत 2021 देखि लागू भएको हो। त्यस्तै गरी 11औं प्रश्न रहेको छ तलका भनाइबारे विचार गरी सही उत्तर छान्नुहोस् भनेको छ र यहाँ 4वटा भनाइहरू दिएको छ। एमा रहेको छ दिगो विकास शब्दको सर्वप्रथम प्रयोग बारबारा वार्डले गरेका थिए। बी दिगो विकासका लक्ष्यहरू 17वटा छन्, यो पनि सही रहेको छ। ए पनि सही छ, बी पनि सही रहेको छ। ब्रुटल्यान्ड आयोगको गठन सन् 1983 मा भएको थियो, यो पनि सही हो। र अप्सन अर्को रहेको छ भनाइ एजेन्डा 21 मा आधारित कार्यक्रम नेपालको दाङ, सुनसरी र कैलाली जिल्लामा सञ्चालित छ, यो चाहिँ गलत रहेको छ। यसरी हामीले सही कोड छनौट गर्दा अप्सन ए सही रहेको छ। अप्सन ए मा ए बी सी ठिक र डी चाहिँ बेठिक रहेको छ। 12 नम्बरको प्रश्न यस प्रकार रहेको छ नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य कहिले भएको थियो? नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य कहिले भएको थियो? यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ 14 डिसेम्बर 1955 मा। नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्यता 14 डिसेम्बर 1955 मा लिएको थियो। त्यस्तै गरी 13औं प्रश्न रहेको छ संयुक्त राष्ट्र सङ्घबाट हटाइएको सदस्य राष्ट्र कुन हो? ए हङकङ, बी ताइवान, सी मकाउ, डी इन्डोनेसिया। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ संयुक्त राष्ट्र सङ्घबाट हटाइएको सदस्य राष्ट्र ताइवान हो। प्रश्न नम्बर 14, म बाघको डमरू हुँ, मलाई सिनो खाने स्याल नसम्झ भन्ने भनाइ कसको हो? ए भीमसेन थापा, बी मातबर सिंह थापा, सी बलभद्र कुँवर, डी अमरसिंह थापा। म बाघको डमरू हुँ, मलाई सिनो खाने स्याल नसम्झ, यो भनाइ अमरसिंह थापाको रहेको छ। अप्सन नम्बर डी सही हो, अमरसिंह थापा। प्रश्न नम्बर 15, विन्टर ओलम्पिक 2022 कुन देशमा सञ्चालन भएको छ? विन्टर ओलम्पिक 2022 कुन देशमा सञ्चालन भएको छ? ए चीन, बी अमेरिका, सी जापान, डी अस्ट्रेलिया। र यसको सही उत्तर अप्सन नम्बर ए हो चीनमा विन्टर ओलम्पिक 2022 चीनमा सञ्चालन भएको हो। 16औं प्रश्न रहेको छ नेपालको पहिलो पूर्ण साक्षर जिल्ला कुन हो? नेपालको पहिलो पूर्ण साक्षर जिल्ला कुन हो? ए काठमाडौँ, बी सिन्धुपाल्चोक, सी भक्तपुर, डी ललितपुर। र यसको सही उत्तर अप्सन नम्बर डी रहेको छ ललितपुर। नेपालको पहिलो पूर्ण साक्षर जिल्ला ललितपुर रहेको छ। र नेपालको पहिलो साक्षर जिल्ला भन्यो भने यसको उत्तर चाहिँ अप्सन नम्बर बी हुन्छ सिन्धुपाल्चोक। यसमा पूर्ण साक्षर जिल्ला भनेको हुनाले यसको सही उत्तर रहेको छ ललितपुर। 17औं प्रश्न यस प्रकार रहेको छ राष्ट्रिय शिक्षा पद्धति योजना 2028 पहिलो चरणमा कुन कुन जिल्लामा लागू भयो? ए कास्की र चितवन, बी धनकुटा र चितवन, सी स्याङ्जा र कास्की,
डी चितवन र तनहुँ। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ, कास्की र चितवन। राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 पहिलो चरणमा कास्की र चितवन जिल्लामा लागू भएको थियो। प्रश्न नम्बर 18, उत्तर बाल्य अवस्थाको उमेर समूह कुन हो? ए 5 देखि 12 वर्ष, बी 6 देखि 12 वर्ष, सी 2 देखि 6 वर्ष, डी 7 देखि 12 वर्ष। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ, 6 वर्षदेखि 12 वर्ष। उत्तर बाल्य अवस्थाको उमेर समूह 6 देखि 12 वर्ष रहेको छ। त्यस्तै गरी 19औं प्रश्न यस प्रकार रहेको छ, कुन विकासात्मक अवस्थामा विकास र परिवर्तन तीव्र गतिमा हुन्छ? कुन विकासात्मक अवस्थामा विकास र परिवर्तन तीव्र गतिमा हुन्छ? ए पूर्व बाल्य अवस्था, बी उत्तर बाल्य अवस्था, सी यौवन अवस्था, डी किशोर अवस्था। यसको सही उत्तर अप्सन नम्बर सी रहेको छ, यौवन अवस्था। यौवन अवस्थामा विकास र परिवर्तन तीव्र गतिमा हुन्छ। त्यस्तै गरी 20औं प्रश्न रहेको छ, आँधी र तुफानको अवस्था कुन मानव विकासको अवस्थालाई भनिन्छ? ए उत्तर बाल्य अवस्था, बी किशोर अवस्था, सी यौवन अवस्था, डी प्रौढ अवस्था। यसको सही उत्तर अप्सन नम्बर बी किशोर अवस्था हो। आँधी र तुफानको अवस्था भनेर किशोर अवस्थालाई भनिन्छ। त्यस्तै गरी 21औं प्रश्न रहेको छ, व्यवहारवादी सिकाइ सिद्धान्तका प्रणेता कसलाई भनिन्छ? ए स्किनर, बी जेबी वाटसन, सी इएल थर्नडाइक, डी कोहलर। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ, जेबी वाटसन। व्यवहारवादी सिकाइ सिद्धान्तका प्रणेता जेबी वाटसनलाई भनिन्छ। प्रश्न नम्बर 22, व्यवहारवाद कुन सिद्धान्तमा आधारित छ? व्यवहारवाद कुन सिद्धान्तमा आधारित छ? ए पूर्णबाट अंश, बी सामान्यबाट विशिष्ट, सी अंशबाट पूर्ण, डी ज्ञातबाट अज्ञात। र यसको सही अप्सन रहेको छ अप्सन नम्बर सी अंशबाट पूर्ण। व्यवहारवाद अंशबाट पूर्ण सिद्धान्तमा आधारित छ। 23औं प्रश्न रहेको छ, पाठ्यक्रमलाई क्रमबद्ध चिन्तनका रूपमा प्रस्तुत गर्ने पाठ्यक्रमविद को हुन्? ए हिल्डा टाबा, बी टेलर, सी कनिङहम, डी फ्रोबेल। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ, हिल्डा टाबा। पाठ्यक्रमलाई क्रमबद्ध चिन्तनका रूपमा प्रस्तुत गर्ने पाठ्यक्रमविद हिल्डा टाबा हुन्। त्यस्तै गरी 24औं प्रश्न रहेको छ, कक्षा कोठामा उत्प्रेरणा जगाउन के कस्ता क्रियाकलापहरू अवलम्बन गर्न सकिन्छ? ए द्वन्द्व र पुरस्कारको प्रयोग, बी प्रतिस्पर्धात्मक भावनाको विकास, सी विविधताको सम्मान, डी माथिका सबै। पक्कै पनि यसको सही उत्तर गेस गरिसक्नु भएको छ। सही उत्तर हो अप्सन नम्बर डी माथिका सबै। प्रश्न नम्बर 25 रहेको छ, स्थानीय पाठ्यक्रम प्रारूप सर्वप्रथम कहिले जारी भयो? ए विक्रम सम्वत 2071, बी विक्रम सम्वत 2063, सी विक्रम सम्वत 2075 र अप्सन डी रहेको छ विक्रम सम्वत 2070। र यसको सही उत्तर हो अप्सन नम्बर ए विक्रम सम्वत 2071। स्थानीय पाठ्यक्रम प्रारूप सर्वप्रथम विक्रम सम्वत 2071 मा जारी भयो। त्यस्तै गरी 26औं प्रश्न रहेको छ, नेपालमा पहिलो गणितमा पिएचडी गर्ने व्यक्ति को हुन्? नेपालमा पहिलो गणितमा पिएचडी गर्ने व्यक्ति को हुन्? ए डाक्टर गोपाल शर्मा, बी डाक्टर बी प्राध्यापक नारायण बहादुर मानन्धर, सी प्रोफेसर कृष्णदास प्रधान, डी प्रदीप भट्टराई। र यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ, प्रा नारायण बहादुर मानन्धर। प्रश्न नम्बर 27, पाठ्यक्रमका विषय सूचीको क्रम निर्धारण गर्दा कुन सिद्धान्तका आधारमा गरिन्छ? ए साधारणबाट जटिल पूर्व ज्ञानको सिकाइ, बी कालक्रम पूर्णबाट अंशतिर, सी अमूर्त उन्मुख घुमाउरो क्रम, डी माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी माथिका सबै। त्यस्तै गरी 28औं प्रश्न रहेको छ, शैक्षिक सामग्रीको छनौट र प्रयोग गर्दा के कुरामा ध्यान दिनु पर्दछ?
ए बाल मनोविज्ञानमा आधारित हुनुपर्दछ, बी शैक्षिक सामग्री कम लाग्ने हुनुपर्दछ, सी शैक्षिक सामग्री विद्यार्थी